आजको यस भिडियोमा मैले क्लास 9 को अप्सनल म्याथको पार्ट 3 लिएर आएको छु र पार्ट 3 मा हामी यो अभ्यास 2.2 को बी को 5 को 4 हेर्छौं। प्रमाणित गर्नुहोस्। समाधानमा यहाँ हाम्रो प्रश्न दिएछ tan a by 1 minus cot a प्लस गरेर cot a by 1 minus tan a इक्वल टु गरेर 1 प्लस sec a into cosec a। त बायाँ पक्षबाट हामी बायाँ पक्षबाट गर्छौं। tan a by 1 minus cot a प्लस गरेर cot a by 1 minus tan a है। त अब यहाँनिर के गर्छौं भन्देखि यो tan a त्यस्तै लेख्छौं tan a by गरेर 1 minus cot a प्लस गरेर cot a 1 minus यो tan लाई हामी cot मा रूपान्तरण गर्छौं। यहाँ tan को फर्मुला यो काट वाला लगाउँछौं। त tan को फर्मुला काट मा के हुन्छ 1 by cot a 1 by के हुन्छ cot a। ल अब यहाँ tan a by गरेर 1 minus cot a अनि प्लस गरेर cot a by गरेर यो 1 by 1 लेख्न सकियो। 1 को तल 1 लेख्न सकिन्छ किनभने फेरि 1 नै आउँछ 1 by यो cot a। ल अब यो tan a by गरेर 1 minus cot a यहाँ हामी के गर्छौं एलसीएम लिन्छौं। एलसीएम लिँदाखेरि यो माथिवाला त्यस्तै लेख्छौं, माथि एलसीएम लिदैनौं, माथि त्यस्तै राख्छौं cot a। तलतिरको हामी एलसीएम लिन्छौं। यो 1 र cot a को एलसीएम लिन्छौं, 1 र cot a को गुणा गरिदिन्छौं cot a हुन्छ। ल अब पहिलो भिन्न लिन्छौं र यो 1 ले यो हरले यो हरमा भाग गर्छौं। यो 1 ले cot a मा भाग गर्छ भने cot a मा 1 ले भाग गर्यो भने कति हुन्छ cot a हुन्छ। कति हुन्छ cot a हुन्छ र यो cot a ले के गर्छौं यसको माथि जुन अंश छ त्यसमा गुणा गरिदिन्छ अर्थात 1 इन्टु के हुन्छ cot a 1 इन्टु cot a। फेरि यहाँ माइनस चिन्ह छ, माइनस चिन्ह राख्छौं र फेरि यो दोस्रो भिन्न लिन्छौं र यो cot a ले cot a मा भाग गर्छौं। त cot a मा cot a ले भाग गर्यो भने कति हुन जान्छ cot a मा cot a ले भाग गर्छौं भने कति हुन्छ 1 हुन्छ। यो 1 ले के गर्छ यसको माथि जुन अंश छ त्यसमा गुणा गरिदिन्छौं अर्थात यहाँ 1 इन्टु 1 हुन्छ है। ल अब यहाँनिर हाम्रो के हुन जान्छ भन्देखि यो tan a by गरेर 1 minus cot a अनि प्लस गरेर यो cot a by गरेर 1 र cot a को गुणा गर्यो भने cot a हुन्छ अनि 1 र 1 को गुणा गर्यो 1 हुन्छ by गरेर cot a। अब यहाँनिर के गर्छौं भन्देखि अब योलाई त्यस्तै राख्छौं। यो भनेको डिभाइडलाई हामीले इन्टु मा चेन्ज गर्छौं है। केमा इन्टु मा। त इन्टु मा चेन्ज गर्यो भने के हुन जान्छ इन्टु मा चेन्ज गर्यो भने यहाँ tan a by गरेर 1 minus cot a अनि प्लस गरेर यो इन्टु मा चेन्ज गर्छ भने यो cot a माथि जान्छ। cot a के हुन्छ यो रेसिप्रोक मेनबाट यो हाम्रो मेनबाट कुन हो यो हो। त मेनबाट यो हो भने यसलाई इन्टु मा चेन्ज गर्छ भने जुन हर हुन्छ त्यो अंश भइहाल्छ, अंश जुन हुन्छ त्यो हर भइहाल्छ अर्थात cot a माथि जान्छ। त cot a अलरेडी माथि छ, एउटा cot a माथि छ नि, एउटा यो cot a छ, यो cot a माथि जान्छ, यो यहाँबाट यहाँ जान्छ। त के हुन्छ cot a इन्टु cot a cot a इन्टु cot a। त by गरेर के हुन्छ cot a minus 1। अब ल हेर्न त के हुन जान्छ यो tan a by गरेर 1 minus cot a। अब यो cot a र cot a को गुणा गर्यो भने cot स्क्वायर a हुन्छ by गरेर cot a minus 1। अब हेर्न त यो ध्यान दिएर यो हरलाई कम्पेयर गर्ने त यहाँ 1 छ पहिलो स्थानमा, यहाँ 1 छ दोस्रो स्थानमा, 1 को अगाडि प्लस, यहाँ 1 को अगाडि माइनस, यहाँ cot a दोस्रो स्थानमा, cot a यहाँ भनेको पहिलो स्थानमा, यहाँ माइनस यहाँ प्लस। यदि त्यही कुरा दुईटै भनेको हरको यदि भनेको परिमाण सेम छ
तर चिन्हले दुईटै फरक छ भने त्यो के गर्ने एउटै बनाइदिने। जस्तै यहाँ 1 छ त यहाँ पनि कहीँ न कहीँ 1 छ, तर यहाँ 1 प्लस छ, यहाँ 1 माइनस छ, यहाँ काटे छ कहीँ न कहीँ, ठीक छ। अनि त्यसपछि यहाँ माइनस यहाँ प्लस, अनि यो दुई टर्म हो, यो पनि दुई टर्म हो, दुई पद हो, यो पनि दुई पद हो, त के गर्ने एउटै बनाइदिने। ल हामीले के गर्छौँ, यो काटेलाई काटे -1 लाई 1 माइनस काटे बनाउँछौँ। त्यसको लागि के गर्नुपर्छ, ल यसको लागि के गर्नुपर्ने हुन्छ भनेदेखि त tan a बाई 1 माइनस काटे, यसको लागि प्लस गरेर काटे स्क्वायर ए। हामी यहाँ तलतिर के गर्छौँ, माइनस चिन्ह कामन लिन्छौँ, माइनस चिन्ह के गर्छौँ, कामन लिन्छौँ, साझा लिन्छौँ। त साझा लिन्छौँ भने यो अब साझा लिइसकेपछि पहिला माइनस लेख्ने, अनि त्यसपछि कस्ट लगाउने। कस्ट लगाइसकेपछि यो माइनस चिन्हले यसको पनि अगाडि यो पदको अगाडि जुन चिन्ह छ त्यसमा भाग गर्ने, यसमा पनि भाग गर्ने। त यहाँ काटको अगाडि काटेको अगाडि कुनै चिन्ह छैन भने प्लस बुझ्नुपर्छ। त प्लस चिन्हमा माइनस चिन्हले भाग गर्छ भने के हुन्छ, माइनस हुन्छ। त माइनस काटे। अब फेरि यो -1 मा माइनस चिन्हले भाग गर्छ, के हुन्छ, माइनस प्लस भइहाल्छ हो। अब यो हामीले यो त्यस्तै लेख्छौँ, tan a बाई गरेर 1 माइनस काटे। अब हेर्नु त यो माइनस चिन्हले यो माइनस चिन्हमा भाग प्लस चिन्हमा भाग गरिदिन्छ, यो माइनस चिन्हले यो प्लस चिन्हमा भाग गर्छ, यहाँ माइनस आउँछ है। त यहाँ के भइहाल्यो, कट स्क्वायर ए भइहाल्यो। बाई गरेर यसलाई उल्टो गरिदिने, के गरिदिने, सुल्टो पारौँ त, यो 1 लाई अगाडि गरौँ त, यो 1 लाई अगाडि गरेमा प्लस नलेखे पनि बुझिन्छ, यो कटलाई माइनस गरेर काटे लेख्ने। ल अब हेर्नु त, अब यो कुरा दुइटै सेम आयो कि आएन, यहाँ 1 प्लस, यहाँ माइनस काटे त यो दुइटै जब सेम आइहाल्यो भने एलसीएम लिने त दुईटा बाईको सट्टामा एउटा बाई, यो दुइटै सेम एउटै कुरा हो नि, 1 माइनस काटे त यो दुइटै कुरा एउटै हो भने त्यो एउटा लेखिदिने, 1 माइनस काटे लेखिदिने, 1 माइनस के गर्ने, काटे लेखिदिने। 1 माइनस काटे लेखेर माथि जस्ताको त्यस्तै लेखिदिने, tan a हो, अनि माइनस गरेर काट स्क्वायर ए, जस्ताको त्यस्तै लेखिदिने। यो तलको दुइटै सेम छ भने यो एलसीएम लिँदाखेरि दुईटा बाईको सट्टामा एउटा बाई बनाउने, यो दुइटै सेम छ भने दुईटा सेम लेख्ने, एउटा लेख्ने सेम, एउटा नलेख्ने, अनि माथि जे छ त्यो लेखिदिने, tan a माइनस गरेर काट स्क्वायर ए। अब के गर्ने, अब यहाँनिर यसलाई हामीले के गर्छौँ, यो tan a लाई यो tan a चाहे यो काटे, यो tan a लाई चाहिँ काटमा बदल्ने, चाहे यो tan a लाई काटेलाई ट्यानमा बदल्ने, ठिक छ। त मैले के गर्दैछु भनेदेखि यहाँ मैले ट्यानमा बदलिदिइराखेको छु, केमा, ट्यानमा, सबलाई ट्यानमा बदल्नु त ट्यानमा बदल्छु भने के हुन जान्छ, यो tan a लाई त्यस्तै राख्न दिने, माइनस गरेर यो tan a यो काट स्क्वायर ए इक्वल टु हामीले 1 बाई tan स्क्वायर ए लेख्न सक्छौँ। फार्मुला काटे इक्वल टु के हुन्छ, 1/tan a, त स्क्वायर छ भने स्क्वायर लगाइदिने, बाई गरेर यहाँ पनि 1 माइनस के भइहाल्छ, 1/tan a। हो। अब एलसीएम लिने, फेरि के गर्ने, एलसीएम, त एलसीएम लिने, त एलसीएम लिने, त एलसीएम लियो भने यसको तल केही छैन भने 1 राख्न सकिन्छ। यो tan a बाई 1 माइनस गरेर 1 बाई tan स्क्वायर ए बाई गरेर मेनबाट यो हो, अब यहाँ भनेको यहाँ 1/1 लेख्न सकियो, माइनस गरेर 1 बाई tan a। ल मैले के गरेँ भनेदेखि यहाँ यो tan a बाई 1 गरिदिएँ, माइनस गरेर 1 बाई tan स्क्वायर त्यस्तै लेखेँ, यो 1/1 लेखिदिएँ, अनि माइनस गरेर 1/tan a त्यस्तै लेखेँ। अब मैले के गर्छु, माथि एलसीएम लिन्छु, तल एलसीएम लिन्छु, त माथि यो दुईटा बाईको सट्टामा एउटा बाई बनाउँछु मैले है। त 1 र tan स्क्वायर यो हारको गुणा गरिदिने, 1 र tan स्क्वायरको गुणा गर्छ भने tan स्क्वायर ए। अब यहाँ फेरि के गर्ने, यो पहिलो भिन्न लिने, यो हरले यो हरमा भाग गर्ने, 1 ले tan स्क्वायर ए मा भनेको भाग गर्यो भने tan स्क्वायर ए आउँछ, यो tan स्क्वायर ए ले माथि tan ए मा गुणा गर्छ भने के हुन्छ, tan क्यूब ए हुन्छ, डाइरेक्टली मैले लेखिदिएँ यहाँ tan a * tan स्क्वायर ए गुणा गरे भने tan क्यूब ए हुन्छ। कसरी,
यो tan A सेम छ, tan A लेखिदिने इन्टुमा यो tan पावर 2 मतलब 2 चोटि, यहाँ केही पावर छैन भने 1 चोटि। त यदि भनेको यो tan A सेम छ भने एउटा tan A लेख्ने, पावरलाई जोड दिने, यो घाताङ्कको नियमबाट हो। त्यसरी बुझिएन भने यो जति चोटि छ त्यति पावर, यहाँ 2 चोटि छ, यहाँ चोटि tan A लेखेर अनि त्यसको पावर 3 लेखिदिने, अनि माइनस गरेर कति भइहाल्छ 1 होइन, माइनस लेखौँ पहिला। फेरि यो दोस्रो भिन्न लिने, यो tan स्क्वायर A ले tan स्क्वायर A मा भाग गर्ने त 1 हुन्छ, अब 1 ले 1 मा गुणा गर्छ कति हुन्छ 1 हुन्छ। फेरि मेनबाट अब यहाँ एलसिएम लिने, यो तलको 1 र tan A को गुणा गऱ्यो भने के हुन्छ tan A, यो 1 ले tan A मा भनेको भाग गऱ्यो भने tan A हुन्छ, tan A ले माथि गुणा गऱ्यो 1 मा त के हुन्छ tan A हुन्छ। फेरि माइनस छ माइनस, यो दोस्रो भिन्न लिने, यो हारमा भाग गर्ने, अर्थात् tan A ले tan A मा भाग गर्छ कति आउँछ 1 आउँछ। अब 1 ले भनेको 1 मा गुणा गर्छ कति हुन्छ 1 हुन्छ हो। अब यसलाई के गरिदिने भनेदेखि इन्टुमा चेन्ज गर्ने, इन्टुमा चेन्ज गरौँ त tan क्युब A माइनस 1 बाई गरेर मेनबाट जान्छ tan स्क्वायर A, यसलाई इन्टुमा जुन बाइनोमियल हुन्छ त्यसलाई कोष्ट लगाइदिने, त्यसमा योलाई इन्टुमा चेन्ज गर्छ भने त यो माथिवाला त त्यस्तै रहन्छ सेम, तर तलवाला के हुन्छ उल्टो हुन्छ, हार अंश भइहाल्छ, अंश हार भइहाल्छ, अर्थात् यो माथि जान्छ, यो के आउँछ तल आउँछ। त अब के गर्ने, tan A माथि गयो अनि त्यसपछि यो tan A माइनस 1 तल आयो है। अब के गर्ने, यो सूत्र लगाउने त A क्यूब माइनस B क्यूब को सूत्र लगाइदिने, खण्डित सूत्र। त A क्यूब माइनस B क्यूब को खण्डित सूत्र के हो, A क्यूब माइनस B क्यूब को खण्डित सूत्र यो हो कि एकचोटि A बाट B लाई घटाइदिने र अर्को कोष्टमा के गर्ने, पहिलो पदको स्क्वायर गर्ने प्लस गरेर पहिलो पद र दोस्रो पदको गुणा गर्ने, मतलब A इन्टु B गर्ने प्लस B को स्क्वायर गर्ने। त्यस्तै यहाँ पनि गर्छौँ, tan A माइनस 1 को फरक राख्छौँ, tan A माइनस 1 को फरक राख्छौँ र अर्को कोष्टमा tan को स्क्वायर गर्छौँ, tan A को स्क्वायर गर्छ त tan स्क्वायर A हुन्छ र प्लस गरेर tan A इन्टु 1 गर्छौँ त tan A नै हुन्छ, अनि फेरि प्लस गरेर 1 को स्क्वायर गर्छ 1 नै हुन्छ, अनि इन्टु गरेर यो tan A। यति मैले सूत्र लगाइदिएछु, यति के गरिदिएछु यो सूत्र लगाएछु, यति यहाँसम्म सूत्र बाई गरेर यो tan स्क्वायर A लाई tan A इन्टु tan A लेख्न सकिन्छ, tan A इन्टु tan A वाला इन्टु नै लेखौँ, अनि इन्टु गरेर tan A माइनस 1। अब तलमाथि जे कुरा सेम छ त्यसलाई क्यान्सिल गरौँ, त्यसलाई के गरौँ क्यान्सिल, यो tan A बाट tan A क्यान्सिल, यो tan A माइनस 1 tan A माइनस 1 क्यान्सिल, त बच्यो के, यहाँ बच्यो हाम्रो tan स्क्वायर A प्लस tan A प्लस 1 बाई गरेर यो tan A हो। यति आयो ल। अब यति आइसकेपछि अब हामीले के गर्छौँ भनेदेखि सबैलाई साइन कासमा बदल्छौँ, यो tan A लाई साइन कासको फर्मुला लगाउँछौँ। त साइन कासको फर्मुला लगाउन त के हुन जान्छ, यो साइन स्क्वायर A माथि बाई कास स्क्वायर A, फेरि साइन A स्क्वायर छैन, बाई गरेर कास A, अनि प्लस गरेर 1, त्यो त्यस्तै लेख्छौँ, अनि तलतिर यो साइन A बाई गरेर कास A यो आउँछ है। त अब हामी माथि एलसिएम लियौँ, माथि के गरौँ एलसिएम लियौँ, यसको तल केही छैन भने 1, त्यो यसको एलसिएम लिन्छ भने त के हुन जान्छ भने एलसिएम, यहाँ यो कुरा र यो कुरा हेर्ने त, यो कास A हो यो कास A हो र अर्को कुरा यसको पावर हेर्ने कास पावर 2 अनि कास पावर 1, यस्तोमा यदि कुरा त्यही सेम रहन्छ भने जुन अधिकतम पावर हुन्छ त्यही एलसिएम हुन्छ, त्यही के हुन्छ एलसिएम, अर्थात् कास स्क्वायर यो दुईटैको एलसिएम कास स्क्वायर हुन्छ हो, पावर 2 वाला ठुलो छ नि, जुन ठुलो रहन्छ त्यही एलसिएम हुन्छ।
अनि अब कास स्क्वायर 1 र कास स्क्वायर ए र 1 को गुणा गर्यो भने कास स्क्वायर ए हुन्छ त कास स्क्वायर ए के भइहाल्यो एलसीएम भइहाल्यो माथितिर है। अब यो पहिलो भिन्न लिन्छौ र यो कास स्क्वायर यो हारले यो हारमा भाग गर्छौ। कास स्क्वायर ए ले कास स्क्वायर ए मा भाग गर्छु 1 आउँछ। अब 1 ले माथि गुणा गर्यो भने साइन स्क्वायर ए हुन्छ प्लस यो कास ए ले यसमा भाग गर्यो भने कास स्क्वायर ए मा त्यो एउटा कास स्क्वायर ए क्यान्सल हुन्छ स्क्वायर क्यान्सल हुन्छ त कास ए बच्छ नि कास ए ले माथि गुणा गर्दिने त के भइहाल्छ साइन ए इन्टु कास ए हो। फेरि यो 1 ले भाग गर्यो भने कास स्क्वायर ए मा त कास स्क्वायर ए आउँछ कास स्क्वायर ए ले माथि गुणा गर्दिने त कास स्क्वायर ए भइहाल्छ यो माथिको भयो। अब बाई गरेर मेनबाट यो हो अलि यो यस्तो गर्दिने त धेरै ठुलो भइदियो। अब यहाँ यो साइन ए बाई कास ए मैले त्यो योलाई यस्तै लेखेँ योलाई। अब हेर्न त यो साइन स्क्वायर ए अनि कास स्क्वायर ए यसलाई एक ठाउँमा लेख्यो भने ध्यानबाट हेर्ने यो दुईटै यो फर्मुला भन्दैछ साइन स्क्वायर ए प्लस कास स्क्वायर ए इक्वल टु 1 हुन्छ। अब ठाउँ छैन त्यही भएर मैले अलि डाइरेक्ट लेख्छु किनभने ठाउँ अब छँदै छैन। अब के साइन स्क्वायर ए कास स्क्वायर ए इक्वल टु कति हुन्छ हामी फर्मुला पढ्यो नि साइन स्क्वायर थीटा प्लस कास स्क्वायर थीटा इक्वल टु 1 हुन्छ नि। यसको सट्टामा हामी 1 लेखिदिन्छ 1 लेखेँ त यो दुईटैको सट्टामा 1 लेखाइहाल्यो भने त बच्यो कि 1 प्लस के बच्यो 1 प्लस साइन ए इन्टु कास ए अनि बाई गरेर कास स्क्वायर ए हो। यो कास स्क्वायर एलाई कास ए इन्टु कास ए लेख्न सकियो। अनि अब यो तलको यो त माथिको भयो यो तललाई के गर्छौँ हामी इन्टुमा चेन्ज गर्छौँ यो भिन्नलाई यो त इन्टुमा चेन्ज गर्छौँ भने हार अंश भइहाल्छ अंश हार भइहाल्छ अर्थात् यो साइन ए तल जान्छ कास ए माथि जान्छ त कास ए माथि गयो अनि साइन ए के भयो तल आयो। यो कास एबाट कास ए एउटा क्यान्सल कास एबाट के हो कास ए एउटा क्यान्सल त बच्यो के बच्यो हाम्रो 1 प्लस साइन ए यस्तो गुणामा माथि माथि गर्ने तल तल गर्ने 1 प्लस साइन इन्टु कास ए तल बच्यो कास ए इन्टु साइन ए हो। ल यसलाई अलग अलग गरौँ यसलाई के गरौँ अलग अलग गरौँ अलग अलग मैले यहाँ गरिदिइराखेको छु अलग अलग गरौँ त 1 बाई यो कास ए इन्टु साइन ए प्लस गरेर यो कास ए इन्टु साइन ए ले 1 मा पनि भाग गर्छौँ कास ए इन्टु साइन ए ले यो साइन ए इन्टु कास ए मा भाग गर्छौँ त्यसलाई मिलाइदिने त कास ए लाई अगाडि गरिदिएँ मैले कास ए इन्टु साइन ए अब बाई गरेर कास ए इन्टु साइन ए हेर्नु त हेर्ने त्यही हो। फेरि यसलाई एलसीएम लियो भने दुईटा बाईको सट्टामा एउटा बाई यो कुरा सेम छ एउटा एकचोटि कास ए इन्टु साइन ए लेखेर माथि जस्ताको त्यस्तै गरिदिने फेरि यही कुरा आउँछ कि आउँदैन आउँछ। अब हेर्नु त यसलाई यसरी पनि लेख्न सकिन्छ इन्टुमा 1 बाई कास ए 1 बाई साइन ए त 1 बाई कास ए इक्वल टु के हुन्छ सेक ए 1 बाई साइन ए इक्वल टु के हुन्छ कोसेक ए यो भनेको प्लस गरेर त्यही कुरामा त्यही कुराले भाग गर्छु के हुन्छ 1 हुन्छ। त अब हामीलाई लाउन के थियो 1 प्लस कास ए 1 प्लस सेक ए इन्टु कोसेक ए त हाम्रो यहाँ आएछ सेक ए इन्टु कोसेक ए प्लस 1 त्यही 1 लाई अगाडि गरिदिनु 1 लाई अगाडि गरिदिएमा प्लस नलेखे पनि बुझिन्छ तर यसको अगाडि कुनै चिन्ह छैन भने प्लस त यसलाई प्लसमा लेख त प्लस के अगाडि छ सेक ए इन्टु कोसेक ए। यस प्रकारले यो के भयो दायाँ पक्ष प्रमाणित भयो। ल हजुरहरूलाई यदि यो पढाएको कुरा समझमा आयो होला भने बुझ्नु भएछ भने ठीक छ मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला लाइक गरिदिनु होला ताकि जुनसुकै मैले भिडियो बनाउँछु हजुरहरू समक्ष पुगोस् पढाइमा हेल्प पुगोस्। ल अब यसको मैले नेक्स्ट
लिएर आउनेछु। यसको नेक्स्ट भिडियोमा मैले थप जुन बाँकी क्वेसनहरू छन् लिएर आउनेछु। ल हस् त, धन्यवाद।